दाइसँग म चाहिँ थोरै एउटा केही कुराहरू गर्न चाहन्छु। रोहित दाइ, तपाईँलाई चाहिँ यहाँ आएर कस्तो लागिरहेछ त? मलाई चाहिँ एकदम के लागिरहेछ भने म अहिलेसम्म भाइ सालोथालो मेरो 4 वर्ष पुग्नु लाग्यो होइन। 4 वर्षमा 3 वर्ष त अर्कै ठाउँमा काम गरेको थियो। हजुर। 3 वर्ष म त्यहाँ काम गरेर अब यहाँको अनुभव हुँदाखेरि चाहिँ मलाई अलिकति यहाँ चाहिँ अलिकति अप्ठ्यारो महसुस भइरहेछ होइन। खाना लाउनु त त्यस्तै हो, ठिकै छ भन्नु पऱ्यो, तर यो टाइम टेबल र अनि त्यहाँबाट यो उसको अलिकति खानामा होइन यस्तो हल्का चिजहरूमा हल्का समस्या छ, त्यसमा चाहिँ अलिकति ऊ भइरहेछ, जस्तो आफूले भने जस्तो भइरहेको छैन। अनि त्यही भएर अलिकति हल्का नराम्रो फिल लागिरहेको छ मेरो मनमा चाहिँ। यदि मैले नयाँ होटल चेन्ज गरेँ भने अब के हुन्छ थाहा छैन। मलाई हल्का यहाँनिर चाहिँ हल्का कस्तो अलिकति गाह्रो महसुस भइरहेको छ। चाँडो यहाँबाट उतारो हुन पाएँ ठिक छ, ठिक लागिरहेको छ मलाई भनेपछि। ओहो, हाम्रो यहाँ हजुर कहाँबाट हुनुहुन्छ हजुर चाहिँ? कैलाली होइन, कैलाली। हजुर चाहिँ भर्खर आएको, अहिले 5 महिना भएको। 5 महिना हुँदैछ। के कस्तो चल्दैछ कामहरू? ठिकै छ, राम्रो छ, त्यस्तो केही पनि छैन। सेलरीहरू राम्रै होला नि त? ठिकै छ, सोचेको जस्तो ठिकै छ। ठिकै छ। दाइको चाहिँ सोचेको जस्तो भएछ? राम्रै छ। ठिक छ दाइ। अनि चट्ट होइन हिरो भएर निस्किसक्नु भएको छ। हामी यहाँ 1 2 3 4 भाइ निस्केको छौँ। के छ अनि साथी? अब यस्तै छ होइन साउदीको अब बसाइ। अब आज भनेको चाहिँ छुट्टीको दिन, यसो बाहिर निस्किम न त, यसो अब खानासाना के पाउँछ खाम, रमाइलो गरौँ, साथीभाइहरूसँग घुमौँ डुलौँ भनेर निस्क्या हो। ए गौरवजी के गरिरह हो? नेपालीको बानी होइन, यो चाहिँ केही देख्ने नहुने। ल डबल किक, कुन किक अरे दाइ? ओ रोहित दाइ डबल किक। ल ल ल डबल किक हेरिदिउँ न त। अहो भेटेको भेट्न चाहिँ ठिक छ, ठिक छ। अलिक फेरि एकचोटि दिनु पऱ्यो क्या। यो नेपालीको बानी त जनाउनै पऱ्यो होइन साथीहरू। ओहो ल ल ल मेरो नयाँ ओह मैले फिल्म बनाएँ भने हिरो तपाईँलाई पक्का पक्की अरे दाइ के छ? अनि हिरो बन्ने भए होइन, हिरो पक्का पक्की भइसक्यो। अच्छा लेकिन दुबौकी जही लाग्यो लगभग निशाना सही लाग्यो भए त डुबिहाल्छ। निशाना सही लाग्यो हो। यो कुन ठाउँ अरे यो ठ्याक्कै? मालास के अरे? अलमालास होइन? अलमालास पनि भन्छ। अनि किङ अब्दुल्लाजिज। ओ यो पनि हो किङ अब्दुल्लाजिज रोड होइन? पहिला यहाँ होइन यो मासु हाटामा जाउँ न। ठिक छ। यो टरक होइन, यो के भन्छ यसलाई? पिकअप। छोटा हात्ती हाम्रो नेपालमा छोटा हात्ती हो। सरकारी गाडी पनि भन्छ यसलाई। गाडीको चाहिँ बजार छ है यहाँनिर। मान्छे कम गाडी जाँदा क्या देखिने। गाडी हेर्छौँ, मान्छे देखिँदैन। बाहिर डुल्न गयो भने यहाँनिर गाडी ज्यादा देखिन्छ क्या। अब मान्छेभन्दा गाडीको सङ्ख्या बेसी है। यहाँनिर चिप्सहरू बनिरहेछ राम्रो खालको। चिल्ली आउट अरे एउटा यो लिनु पर्ला है। भयो ओके हामीले
के हो यो खोर्सानी हो दाइ रै दाइ त्यही बोक्ने हो 4 रियल 4 रियल त्यही लाग्नु न त कम्प्लुस मुदिरा दा पिल 2 रियल यो त अनि खोर्सानी त अनि यार सानो बडा छैन त यार चाउमिन चाउमिन नै रहेछ कति पर्दो रहेछ लेखेको छ मैले कागजी प्याज पनि एउटा त सिनिहाल्छ प्याज हो कि लसुन हो यो ए रातो चाहिँ हाम्रो रातो हाल्ने दुईवटा ल्याउनु एउटा पुग्छ धनियाँ पनि भयो किन यो कति पर्छ हो त्यही पाउँछ 1 2 होइन त महँगै हुन्छ नि लसुन त होइन र हुन्छ ग्लास आधा माथि ग्लास टेन्सन खाप्सा रोटी भन्छन् है हाम्रो भाषामा रोटी भन्छन् तर खबुस होइन खबुस कि खपुस हो खबुस यो भनेको पाउरोटी जस्तै नै हो होइन हजुर यो चाहिँ 1 रुपियाँको एउटा पर्छ एकको एउटा तिर चाहिँ अब यता माथि गएर टक्क त्यहाँ माथि गएर सट्टे जाने हो है ए मुदिर यल्ला रो ग्लास भनेको चाहिँ सबै सामानहरू खरिद गरिसकेर आजको पार्टीको लागि आजको व्यवस्थाको लागि रुमतिर लाग्दैछौँ है त हाम्रो परदेशी जीवन यस्तै छ साथीहरू के गर्नु देख्ने गरी हुँदैन माया तिमी पर्या छौ साँच्चै तिमी जान्छौ मसँग घाम जस्तो चम्किलो होइन र स्याली सिमली भन्छौँ क्या हामी त्यसलाई तर यसको पात चाहिँ थोरै डिफ्रेन्स है उता भन्दा के मसला हो मसला खानाहरू चाहिँ होइन सट्टा
हेलो आदरणीय दिदीबहिनी तथा दाजुभाइ सदा सम्पूर्ण मित्रजनहरूलाई चाहिँ म के भन्न चाहन्छु भने हाम्रो यो भाइलाई चाहिँ एकदम सपोर्ट गरिदिनु होला एकदम होइन ट्यालेन्ट हुनुहुन्छ उहाँ अहिले भ्लग बनाउन सुरु गर्नुभएको छ उहाँले टिकटक भ्लग लगायतदेखि सबै यो युट्युबको लागि धेरै मेहनत गर्नुभएको रहेको छ उहाँलाई धेरैभन्दा धेरै सपोर्ट गरेर यदि तपाईँहरू नयाँ हुनुहुन्छ सब्सक्राइब पनि गरिदिनु होला कमेन्ट लाइक चाहिँ नछुटाउनु होला फेरि यस्तै अर्को भिडियोको लागि ओके थ्याङ्क यू सो मच उहाँ अहिले चाहिँ सपोर्टको लागि भनेर धन्यवाद ल अब चाहिँ होइन यसो दाइहरूसँग घुमघाम गरेर दिनभरि बसेर गफगाफ गरेर खाएर पिएर पनि सक्यो रात पनि अब पर्यो रातको 9 बजिसकेछ गाइज अब म चाहिँ दाइहरूसँग छुटेर मेरै रुमतिर जाँदैछु होइन अब यस्तो दिन फेरि अब कहिले आउने हो थाहा छैन आज सबैजना भेट भयो बस्यो खाइयो रमाइलो गर्यो आज फेरि स्पेसल ईदको दिन पनि अनि त्यस्तै भयो आज दिनभरि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट र सेयर गरिदिनु होला अनि छेउमा रहेको घन्टी पनि बजाइदिनु होला ल हस् त साथीहरू आजलाई भाइ होइन अब अर्को कुनै दिन भेटौँला कुनै दिन फेरि म यस्तै भिडियो लिएर मेरो दिनचर्याको भिडियोहरू लिएर आउने छु त्यति दिनसम्मलाई बाई है त गाइज